टोक्दैन ए हेलो गाइज हामी चाहिँ कहाँ जान लागेको रे के हाल्न हामी 4 जना चाहिँ मिलेर यसो नास्ता पानी लगेर खोलामा माछा मार्न जाँदैछौँ ल है खोला फेरि कहाँ देखिँदैन ल हामी खोला आइपुग्नु पुरा लाग्यो साथीहरू अगाडि हुनुहुन्छ नि हामी म खोलाको बेसी देखाउँछु ल फाइनली हामी खोलामा आइपुग्यौँ हेर्नु खोला ऐसेलुको दाना किन नदेखाउ भन्नुभयो बनाइरहेको छु त टिकटक बनाऊँ भन्ने दिदी म यहाँ भ्लग बनाइरहेको छु तपाईँलाई बनाइरहेको छु नि फाइदा गाउँघरमा बिहे गर्नुको फाइदा त्यही छ पाइन्छ मोटेर फुल्नु छु ल फेरि कति धेरै पाकेको माछा भेट्यो माछा कति भेट्यो भेटाएर अहिले लास्ट भेट्यो भनेर ठुलो याद छ है दिदी देखाउनु त हाम्रो गङ्गेटा नास्ता खाँदै मिनरल वाटर लगायो खोलामा बसेर माछा मार्दा मार्दा खै माछा
आज हाम्रो गङ्गा खोलामा आएको मेरो बुढाको आइफोन फाइनली सक्यो खाएर ए बोले के बोले यता यहाँ छ घोप्री मुन्टु लगाएर खाएर बाई गाइस अब हामी घर जानु ल